हेलो साथीहरु, आज चाहिँ हामी घुम्नको लागि काठमाडौँ ठमेलमा रहेको द गार्डन अफ ड्रिममा घुम्न गएका थियौं। त्यहाँ पुग्दा चाहिँ एकदमै गर्मी भयो, त्यही भएर हामी एकछिन शीतलमा उभिराख्यौं। अनि छोरी पनि गर्मी भयो भनिरहेछ, उ भाइ पनि शीतलमा उभिरहेछ। अनि त्यहाँ एन्ट्री गरेर टिकटहरु लियौं साथीहरु। हामी चाहिँ भित्र पुगेर यो अक्लो चाहिँ के होला भन्दै वरिपरिको मैले हल्का भिडियो क्याप्चर गरे। यो चाहिँ एकदमै पिसफुल थियो साथीहरु, पिसफुल ठाउँ मन पर्नेहरुलाई चाहिँ एकदमै राम्रो छ। अनि त्यहाँ भित्र पुगेर चाहिँ भाइ बहिनीहरु, मेरो छोरी अनि हस्बेन्ड चाहिँ त्यहाँ वरिपरि हेर्दै हुनुहुन्छ। मेरो छोरी नि ह्यापी परे हेलो गर्दै छिन्। अनि छोरी र म पनि भित्रतिर गयौं साथीहरु। भित्र नजिकै रहेको सानो सानो पोखरीतिर चाहिँ लोटसहरु फुलिरहेको अनि फिशेसहरु, फ्रगहरु पनि थियो साथीहरु। त्योहरु हेरेर बस्यौं। घाम लागेर चाहिँ एकदमै गर्मी भएको थियो साथीहरु। यो ठाउँ चाहिँ विन्टरमा चाहिँ एकदम दामी हुने रहेछ। अनि वरिपरि चाहिँ यस्तो डिफ्रेन्ट टाइपको फ्लावरहरु, रोजेसहरु डिफ्रेन्ट कलरमा फुलिरहेको थियो। अनि मैले चाहिँ फ्लावरहरु मन पर्छ नि मलाई, त्यही भएर चाहिँ मैले हल्का क्याप्चर गरे फ्लावरहरुको पनि भिडियोमा। अनि हल्का 2-4 वटा फोटोहरु पनि खिचे साथीहरु। फोटोहरु खिचेर अनि वरिपरि घुमिसकेर चाहिँ हामी अब चाहिँ जानुपर्छ। भोक पनि लाग्यो, खाजाहरु पनि खानुपर्छ भनेर चाहिँ हामी बाहिर निस्किन गेटतर्फ लाग्यौं। अनि हामी चाहिँ त्यहाँबाट निस्क्यौं साथीहरु। बाहिर निस्किँदा एकदमै घाम लागेको थियो, एकदमै गर्मी पनि थियो, भोक नि लागेको थियो। त्यही भएर थोरै हिँडेर नजिकैको खाजा खाने ठाउँमा छिरेर खाजाहरु पनि खायौं साथीहरु। अनि गर्मी भएको भएर चाहिँ हामी नजिकैको आइसक्रिम शपमा छिर्यौं साथीहरु। अनि आइसक्रिमहरु लिएर चाहिँ हामीले खायौं। छोरी पनि ह्यापी हुँदै खाइरहेछ। त्यसपछि खाएर चाहिँ हामी घरतिर फर्क्यौं साथीहरु।